हेलो साथीहरू सबैलाई नमस्कार। मेरो नयाँ भ्लगमा स्वागत छ। हेर्नु न आजको यो दिउँसोको हावाहुरीले ल हिजो साँझको हावाहुरीले गर्दा यसरी ढलाएको छ मेरो यो करेलाको बुट्टा र यो बोडीको बुट्टालाई। वरिपरि मैले झेङ्रा हालेको थिएँ। यति राम्रोसँग स्याहारेको बुट्टा हो कि सानैदेखि मलजल पानी यति खरेरीमा पनि पानी हालेर बाख्रादेखि बचाएर स्याहारेको बुट्टालाई एकै दिनको हावाहुरीले गर्दा यसरी बिगार्दो रहेछ साथीहरू। हजुरकोतिर के कस्तो गरेको छ? हाम्रोतिर त यसरी पानी परेर हावाहुरी आएर यसरी बिगारेको छ। मेरो त यो करेलाको झ्याङ र बडी मात्रै थियो। अनि अरू मान्छेहरूको त भर्खरै मकै कसै नलागेको मकै नि यसरी ढलाइदिएको छ। बहुत बिगारेको छ, क्षति भएको छ। हजुरहरूतिर पनि यस्तै भएको होला। मैले चाहिँ अब यो करेला फेरि फल्न लागेको करेला हो कि मलाई यति दुःख लागेको छ नि, यति दुःख। अहिले म देखाउँछु हजुरहरूलाई नजिकबाट गएर। यसरी यति राम्रो फलेको छ नि त। अनि त्यो करेला ढल्दाखेरि यस्तो मुन्टाहरू भाँचिने हुँदाखेरि भोलि त कुहिन सक्छ। त्यही नि मलाई पछुतो एकदम दुःख लागेको हो। म ठेङ्ग्रा यसरी मिलाएर म तपाईँलाई नजिकदेखि देखाउँछु साथीहरू। हेरिदिनु करेला कस्तो राम्रो फलेको करेला हो कि यसरी बिगारिदिन्छन् हावाहुरी मौसमको कारण। मौसम नि यस्तै हो। यति राम्रो करेला फलेको हेर्नु साथीहरू, कति राम्रो लागेको छ। बडी चाहिँ भर्खरै फल्न सुरु गरेको छ, बडी चाहिँ फलेको छैन, एक दुईवटा मात्रै। तर करेला चाहिँ यस्तो राम्रो भएको थियो कि यति रहर लाग्दो। अब चाहिँ म यो बारलाई भोलि चाहिँ एकदम राम्रोसँग मिलाउँछु र धेरै ठुल्ठुलो काँक्रा भयो भने चाहिँ करेला भयो भने चाहिँ हजुरलाई देखाउँछु ल। बाई बाई भन्न लगाएको थिएँ, ठ्याक्कै हेर्नुहोस् है पछाडि माछा मार्न लाग्छन्। बाई बाई केटाकेटी।